यो हो 250 वर्ष अगाडि पृथ्वी नारायण शाहले दिएको उपदेश, दिव्योपदेश। अर्थात् यो पुस्तकभित्र पृथ्वी नारायण शाहका भनाइहरू जस्ताको तस्तै राखिएको छ। उनले त्यो जमानामै भनेका थिए, देश कसरी चलाउने, शासन कस्तो हुनुपर्छ, देशका शत्रु को हुन् अनि देश कसरी धनी बन्छ। अरू पनि धेरै कुराहरू उनले त्यतिबेलै भनेका थिए, जुन कुराहरू आजको दिनमा पनि सार्थक बनिरहेका छन्। त्यसैले यो केवल एउटा उपदेश मात्रै होइन, तत्कालीन नेपालको सिस्टम, एउटा राजाको ब्लुप्रिन्ट अनि भिजनरीको वार्निङ पनि हो। आखिर त्यस्तो के लेखिएको छ उनको उपदेशमा? उनको उपदेश आजको दिनमा पनि किन महत्त्वपूर्ण मानिन्छ? लेट मी एक्सप्लेन। विक्रम सम्वत 1831 को हिउँदमा पृथ्वी नारायण शाह नुवाकोटको सेरा दरबारमा गएका थिए। उनको योजना थियो त्यहाँबाट अब पश्चिम नेपालको एकीकरण सुरु गर्ने। तर दुर्भाग्यवश त्यही समयमा उनी बिमारी भएर थला पारे। उनी त्यही बिरामी अवस्थामा ओछ्यानमा सुतिरहेका थिए। उता राजवैद्यले जडीबुटीहरूको दबाई बनाउँदै थिए। गुरु, पुरोहित, भाइ, भारदार सबै उनको वरिपरि बसिरहेका थिए। त्यही अवस्थामा पृथ्वी नारायण शाहले सबैलाई सम्झाइ बुझाइ गर्दै भनेका थिए, बुढापाका मरे पनि उनीहरूको ज्ञान र अनुभव मर्नु हुँदैन। मैले तिमीहरूलाई सुनाउँछु, तिमीहरूले आउँदो पुस्तालाई सुनाउँदै जानु। यसो गर्नाले राष्ट्र बाँचिरहन्छ। उनले त्यतिबेलै यो पनि भनेका थिए, चीनसँग राम्रो सम्बन्ध बनाउनु, इन्डियामा भएका ब्रिटिसहरूसँग सम्बन्ध त बनाउनु, तर त्यो महाचतुर छ, त्यसैले सतर्क पनि हुनु। ब्रिटिसहरू अवश्य पनि एक दिन नेपाल पस्नेछन्। उनीहरूसँग जाइकटक नगर्नु, झिकीकटक गर्नु। मतलब आफू न्यु खोज्दै नजानु, तर उनीहरूले न्यु खोज्दै आयो भने पछि पनि नहट्नु। उनले त्यति बेला जे भनेका थिए कालान्तरमा आएर भयो पनि त्यही। ब्रिटिसहरू नेपाल पसे अनि हामीले ग्रेटर नेपाल गुमाएर अहिले मेची र महाकालीको बीचमा बस्नु परेको छ। अर्को उपदेशमा उनले भनेका छन्, विदेशी व्यापारीलाई पर्सादेखि उँभो आउन नदिनु। उनीहरू देशभित्र छिरे भने कंगाल बनाएर छोड्छन्। मतलब विदेशी व्यापारीहरू आए भने देशको पैसा बाहिर जान्छ र देशको पैसा बाहिर गयो भने देश कंगाल हुन्छ भनेर उनले बुझाउन खोजेका थिए। यसै सन्दर्भमा उनले यो पनि भनेका थिए, विदेशी कपडा लगाउन बन्द गरिदिनु, आफ्नै देशमा कपडा बनाउनु, कपडा बुन्न जान्नेलाई नमुना देखाएर सिकाउनु। यसो गर्यो भने पैसा विदेश जाँदैन। उनको यो उपदेश एकदम सही थियो, सान्दर्भिक थियो। तर अहिलेका हाम्रा शासकहरूले भयभरका उद्योगहरू बेचेर खाइदिए। आर्थिक सुधार बिना देश बलियो हुनै सक्दैन भन्ने कुरा पनि उनले मजाले सोचेका रहेछन्। उनले भनेका थिए, आफ्नो देशको सामान र जडीबुटी एक्सपोर्ट गर्नु, आम्दानीको स्रोत बनाइराख्नु। जनता धनी भए राष्ट्र बलियो हुन्छ, किनकि राजाको भण्डार भनेको जनताहरू नै हो। उनको यो उपदेश हाम्रा नेताहरूले बुझिदिएको भए आज रेमिटान्सको भरमा देश चलाउने अवस्था आउँदैन थियो। उनले भनेका थिए, सत्तामा बस्नेले देशमा अन्याय हुन नदिनु। घुस लिने र घुस दिनेलाई मृत्युदण्ड नै दिए पनि पाप लाग्दैन। उनको यो उपदेश हामीले बेलैमा मानिदिएको भए आज भ्रष्टाचारकै कारणले देश खोक्रो हुने अवस्था आउँदैन थियो। यति मात्रै होइन, खानी भएको ठाउँमा गाउँ भए पनि गाउँै सारेर खानी चलाउनु, खेत बन्ने ठाउँमा घर भए पनि घर सारेर खेत बनाउनु। यो उपदेशले देश र जनतालाई समृद्ध र आत्मनिर्भर बन्नको लागि तरिका सिकाउँछ। टक्सार र अदालत सही ढङ्गले चलाउनु भन्ने उनको उपदेशले विधिको शासन हुनुपर्छ भन्ने चेतना देखाउँछ। यो पुस्तकमा अरू पनि धेरै कुराहरू समेटिएको छ, जुन कुराहरू तपाईँ हामीले बुझ्न जरुरी छ, विशेष गरी हाम्रा शासकहरूले। यदि तपाईँ पुरै पढ्न चाहनुहुन्छ भने मैले कमेन्टमा पिन गरिदिएको छु, तपाईँले त्यहाँ गएर क्लिक गरेर हेर्न सक्नुहुन्छ। तपाईँलाई पृथ्वी नारायण शाहले दिएका यी उपदेशहरू कस्तो लाग्यो तल कमेन्टमा लेख्न नबिर्सनुहोस्। अनि भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सनुहोस्। तपाईँको एक लाइक मेरो लागि धेरै ठुलो मोटिभेसन हुनेछ। आजको लागि यति नै, अर्को भिडियोमा फेरि भेटौँला।